नमस्कार श्री हरि श्री राधे। म आचार्य प्रकाश पौडेल तपाईँ सम्पूर्णलाई आजको श्रृङ्खलामा हार्दिक स्वागत अनि मिठो अभिनन्दन गर्दछु। आज म 2022 साल फागुन 19 गते लाग्ने खण्ड चन्द्रग्रहणको बारेमा संक्षिप्तमा कुरा गर्नेछु। कुन राशिलाई लाग्दैछ, कति बजेबाट कति बजेसम्म लाग्दैछ र कति बजेदेखि कति बजेसम्म सूतक अर्थात् भोजनमा निषेध गरिएको छ भन्ने विषयमा शास्त्रीय चर्चा गर्नेछु। ग्रहण विक्रम सम्वत 2022 साल फागुन महिनाको 19 गते मङ्गलबार, तदनुसार सन् 2026 मार्च महिनाको 3 तारिक फाल्गुन पूर्णिमा तिथि पारेर लाग्दैछन्। ग्रहण औँसी पूर्णिमामै लाग्ने गर्दछन्। नेपाली आकाशमा चन्द्रोदयपछि यो ग्रहण प्रष्टसँग देख्न सकिनेछ। चन्द्रोदयभन्दा पहिलेबाट ग्रहण प्रारम्भ हुन्छ, तथापि सूर्य उदय भएको समयमा, सूर्य देखिने समयमा चन्द्रमा नदेखिने भएको भएर अर्थात् चन्द्रोदय नहुँदै यो ग्रहण नदेखिने भएको भएर पनि यो ग्रहण भने हामीले रात परेपछि चन्द्रोदय भएपछि मात्र देख्न सक्नेछौँ। यो ग्रहण राति 6:03 पछि मात्र देखिनेछ। धन्य 1 घन्टासम्म यो ग्रहण लाग्ने खालको योग बनेको छ। ग्रहणको ग्रहणको स्पर्श भनेको दिउँसो 3:34 नै हुने देखिन्छ। अर्थात् दिउँसो 3:34 ग्रहण प्रारम्भ हुनेछ। राति 6:03 नेपाली आकाश खास गरी काठमाडौँबाट देखिनेछ र 7:02 यो ग्रहण सकिनेछ। अब ग्रहण प्रारम्भ भएको झन्डै 6 घन्टा 30 मिनट पहिलेबाट भने हामीलाई सूतक प्रारम्भ हुन्छ। सूतक भनेको जस्तो जुठो सूतक बारिन्छ, हामीले भोजन आदि निषेध गरिएको हुन्छ, त्यसको विषयमा कुरा गरौँ। सूतक भने बिहान 9:03 प्रारम्भ हुनेछ। बिहान 9:03 सूतक प्रारम्भ हुन्छ। दिउँसो 3:34 ग्रहण प्रारम्भ हुन्छ। नेपाली आकाशमा 6:03 देखिन्छ र ग्रहण 6:02 सकिन्छ। अब सूतक प्रारम्भ भएपछि भनेको बिहान 9:03 पछि बाल, वृद्ध, रोगी, आतुर, खास गरी रोगीमा पनि अति कष्टदायी रोगले ग्रसित हुनुभएका, जो एकदमै भोजन नगरिकन बस्न सक्ने अवस्था छैन, त्यस्ता व्यक्ति र बालबालिका, केटाकेटीहरू जो चञ्चल हुन्छन्, उनीहरूलाई भोजन गर नगर भनेर जसले मान्दैनन्, अत्यन्त चञ्चलमती भएका बालबालिकाहरू र वृद्ध अवस्थामा पुगेका व्यक्तिहरू र एकदमै आतुर व्यक्तिहरूले पनि भोजन गर्न सकिनेछ। यी बाहेक अन्यलाई पनि बिहान 9:03 भोजन निषेध गरिएको छ। सूतकमा भोजन गर्ने कुरा हुँदैन। अब यो ग्रहण लाग्दाखेरि ग्रहण प्रारम्भ हुनुभन्दा पहिला स्नान गर्ने र ग्रहण प्रारम्भ भएर सकिएपछि पनि स्नान गरेर भोजन गर्नुपर्छ। अब यो ग्रहणको समयमा के गर्ने? ग्रहणको समय अहिले सन्ध्याकालमा परेको छ, जसले अलिकति सहज पनि बनाउँछ होला। ग्रहणको समयमा कुनै मन्त्र साधना गर्ने, कुनै तन्त्र साधना गर्ने, कुनै शक्ति साधना गर्ने गरियो भने शुभ फल मिल्छ। विशेष गरी तपाईँले मन्त्रहरू साधना गर्ने समय भनेको ग्रहणको समय हो। जस्तो तपाईँलाई सातो गएको फुक्ने मन्त्रहरू भए, होइन, सातो बोलाउने मन्त्रहरू भनौँ। त्यसपछि अब अन्य जुन तपाईँहरूलाई मन्त्रको बारेमा थाहा छ, ती तत्त मन्त्रहरू हामीले ग्रहणको समयमा जप्यौँ भने, ग्रहणको समयमा सिद्धि गऱ्यौँ भने, साधना गऱ्यौँ भने त्यस्ता मन्त्रहरू सिद्धि हुन्छन् र ती मन्त्रले काम गर्छ बल्ल। यसरी तपाईँले मन्त्र साधनाहरू गर्न सक्नुहुन्छ। अब कुरा गरौँ ग्रहणको फलको विषयमा। मेष राशिलाई ग्रहणको समयमा चिन्ता बढ्ने योग देखिन्छ। वृष राशिलाई व्यथा छ र मिथुनलाई श्री प्राप्ति छ। कर्कट राशिलाई क्षति र सिंह राशिलाई घातको योग बनेको छ भने कन्या राशिलाई व्ययको योग बनेको छ र तुला राशिलाई लाभ मिल्नेछ। वृश्चिक राशिलाई सुख, धनु राशिलाई मान्नास, मकर राशिलाई कष्ट र कर्कट र कुम्भ राशिलाई स्त्री पीडा देखिन्छ भने मीन राशिलाई सौख्यम सुखको योग देखिन्छ। यसरी 4 राशिलाई भने शुभ फल देखियो, अरू सम्पूर्ण राशिहरूलाई भने अलिकति अशुभ र कष्टदायी फल देखियो। विशेष गरी यो नक्षत्र मघा नक्षत्र सकिएर पूर्व फाल्गुनी नक्षत्रमा लाग्दैछ। पूर्व फाल्गुनी नक्षत्र सिंह राशिको एउटा अंश हो। यसमा 4वटा अक्षर पर्छन् र यो पूर्व फाल्गुनीलाई र सिंह राशिलाई भने अलि बढी कष्ट, अति कष्ट देखिन्छ। अरू राशिलाई भने सामान्य, विशेष गरी 4वटा राशि सिंह राशि सहित 4वटा राशिलाई भने त्यति शुभ फल नमिलेको देखिन्छ। कुन भन्ने विषयमा कुरा गर्नु पर्दाखेरि 4वटा राशिलाई शुभ फल, अरूलाई भने अशुभ फल देखिन्छ। शुभ फल मिल्नेमा श्री प्राप्ति छ मिथुन राशिलाई। त्यस्तै लाभ र सुख भनेको तुला राशि र वृश्चिक राशिलाई छ भने मीन राशिलाई सौख्यम छ। सिंह राशि र पूर्व फाल्गुनी, पूर्व फाल्गुनीका 4वटा अक्षर मो, टा, टी, टु, मोबाट
मोहन, मोतीप्रसाद होइन, त्यसपछि टीबाट टिकाराम समथिङ अब यस्तै कुनै नाम, टाबाट टामलाल अनि टुबाट टुकलाल जस्ता नाम भएका व्यक्तिहरू अथवा कुनै स्त्री पुरुष दुवैजनालाई यो ग्रहणले अति कष्ट दिने खालको योग भनेको बुझ्न सकिन्छ। र यो ग्रहणको बारेमा तपाईँलाई संक्षिप्त जानकारी रह्यो। तपाईँलाई हाम्रो श्रृङ्खला कस्तो लाग्छ, सल्लाह सुझाव र प्रतिक्रिया भने अवश्य दिँदै गर्नुहोला। हामी आगामी समयमा छिट्टै नै अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित हुनेछौँ। तबसम्मका लागि तपाईँको दिन शुभ र मङ्गलमय रहोस्। नमस्कार।